सो हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आए सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज चाहिँ धेरै दिनपछि घुम्न आएको कि सो बबाल मजा आउँदैछ। भ्यू पनि हेर्न सक्नुहुन्छ। हरिब झाडो रहेछ इलामतिर। यस्तै छ चिया बगान। यो चाहिँ हाम्रो इलामको बाटो चाहिँ बबाल छ कि हेर्न सक्नुहुन्छ। बाटो चाहिँ भ्यू चाहिँ दामी नै आउने रहेछ। यस्तै छ धेरै दिनपछि भ्लग स्टार्ट गरेको। सो सबैजनाले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। आज चाहिँ बब्बालवाला भिडियो हुनेछ क्या यो। अनि धेरै दिन भयो नि त भ्लग स्टार्ट नगरेको पनि। बोल्न चाहिँ त्यति आउन्न। चिया बगान चियाबारीमा हो चियाबारीमा। Oh my God! Wow! गीत पनि टक्क बब्बाल नै गाइदिन्छु क्या। कलाकार नै हो सानैदेखि। चिसो पनि अति नै चिसो रहेछ हो। यता त नसोचेको चिसो। यस्तो न घाम न के। घाम देख्न नि पाइन्न। हेर्न सक्नुहुन्छ घाम पनि छैन होइन। कतै घाम पनि छैन। केही छैन। यस्तो जाडो रहेछ यता त। लगभग यहाँ आउँदा चाहिँ 3-4वटा ज्याकेट लाएर आउनुपर्छ क्या। त्यस्तो चिसो छ यता चाहिँ। अनि दामी हो जे होस्। अब चाहिँ भ्यू हेर्न नबिर्सिनु होला। बब्बालवाला सिनेमेटिक भ्यू आउँछ। कपाल पनि हाम्रो दाजु। म चाहिँ दाजुसँग आएको। लजाउनुहुन्छ अब। हाई। I'm blind, but too afraid to find that you changed your mind from sleepless nights. Was I part of your design? Push me till I broke alone. No one heard my heart explode. It's a suicide dive, just knee when you die and question everything you know. Setting fire to the life we made. Such a fucking waste of time. सो भ्यू पनि हेरिसक्नुभयो होला। दाजु यहाँ त केराबारी पनि छ त हो। चिया बगान र केराबारी एकै ठाउँमा। चियाबारीमा हो चियाबारीमा लान्छु तिमीलाई घुमाउन इलाम रातो साडीमा। गीत पनि गाइन्छ भ्लग पनि बनाइन्छ रमाइन्छ। सानो भ्लग हो त्यति ठुलो सेलिब्रेटी पनि होइन। अनि हेर्न सक्नुहुन्छ यस्तो दामी ठाउँमा चाहिँ गर्लफ्रेन्ड लिएर आउन भए। गर्लफ्रेन्ड भन्नाले नि अब बिहा गरेर बुढी नै ल्याउन पर्ला जस्तो छ यहाँ त। होइन दाजु हो कि नै। आज यतै बस्दिनुपर्छ क्या। यतै झाडीतिर सुत्दिने। यस्तै छ रमाइलो है गाइस रमाइलो। नराम्रो नसोच्नु होला। भ्लग भनेर यस्तै त हो। अब बाइक स्कुटी भएको भए अब राइडर बनिन्थ्यो होला। अब यत्तिकै पैदल यात्रा हो। आमा दाजु घोडामा त त्यहाँदेखि उ त्यो अगाडि गएको 500 अरे। अनि उ त्यो सुटिङ गर्ने ठाउँसम्म गएको चाहिँ 2500 पो भन्छ तपाईँ। सुटिङ चाहिँ उता हुँदैछ कि हेर्न सक्नुहुन्छ। पुरै त्यो के भन्छ अरे हुस्सो हो कि के भन्छ पुरै देखेकै छैन। वहाँ माथि टपमा सुटिङ एरिया आइछ। दामी रहेछ ठाउँ चाहिँ। यतै घर बनाएर बस्नुपर्छ भनेर सोचिरहेको। जग्गा खोज्दैछु अब चाहिँ म। हे भगवान तेरी लीला अपरंपार है। यतै घरहरी खोजेर एउटा मिठो दामी घर बनाइन्छु कि मैले त। फेरि ससुराली मेरो ससुराली त कता हो कता हो। हजुरको ससुराली लानुहुन्छ नि नजाम। ल दाजुको ससुरालीतिर जाँदैछु ल अब चाहिँ। हेर्नु है हेर्नु भ्लग चाहिँ हेर्न नछुटाउनु। स्किप नगरिकन हेर्नु होला। इलाम मिठो इलाम। यहाँको चिया हुन्छ कस्तो हुन्छ त्यो चाहिँ थाहा छैन है। यतैबाट त जाने होला नि अनि दाजु उता। मलाई यो जिन्दगीले कहाँ पुर्यायो। उता फेरि घाम लाखा हेर्न सक्नुहुन्छ। उता चाहिँ घाम लाखा
यता चाहिँ यस्तो छ के हो यस्तो हामी त इन्डिया पो आइएछ क्या हो इन्डिया र नेपाल बीच दामी छ के हेर्न सक्नुहुन्छ दामी त्यसै त भनिरहेनछन् के इलाम इलाम भनेर त्यो सल्लाह हो र सल्लाह पनि रहेछ हौ यता त हाम्रो इलाम हजुर 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 आमामा उहाँ रातो घरमा त्यो चाहिँ दाजुको ससुराली गरे उहाँ पुग्नुपर्ने आइफोन भएको बब्बा लाउँथ्यो होइन दाजुले अब उहाँ पुगाउँछु भन्नुहुन्छ के अरे अब यहाँ त घरहरू पनि छ त के छ दाजु कस्तो लागिरहेको त आज भाइको भ्लगमा जाडो छ जाडो त आमामा हरिफ जाडो छ है हरिफ निगारले गर्नु गराउँछ यहाँ फेरि यस्तै छ सो धेरै मिनटको त भ्लग हुन्न छोटो हुन्छ मिठो हुन्छ जान चाहिँ जहाँबाट नि गइन् रहेछ कि हामी चाहिँ अब चियाबारीबाट हिँड्दैछौँ चियाबारीमा चियाबारीमा आइ एम गोइङ टु इलाम यु पनि जान्छौ कि आई एम गोइङ टु इलाम यु पनि जान्छौ कि अरे है धेरै चिसो छ तिमी नि आउँछौ दाजु मलाई त झाडी पो लिएर हिँड्नुभयो त हो झाडी नै झाडी छ कि हेर्नु त खुल्ले झाडीमा हिँड्ने हौ है हामी त ल आई एम गोइङ टु इलाम यु पनि जान्छौ कि धेरै चिसो छ यहाँ यु पनि आउँछौ कि यो चाहिँ दाजुले सिकाएको ल मलाई दाजुले सिकाउनु भयो सो यस्तै छ अब छोटो धेरै बोल्न पनि हुन्न के नजानी बोल्यो भने जिउ त लतपत्तिन्छ कि के भन्छन् कुनै जिउ त चिप्लिन्छ भन्छन् अचल त सो भ्यू हेर्नु दामी रमाइलो गर्नु भाइको भ्लगमा सो यस्तै छ अब चाहिँ भ्यू हेर्नु होला है त Said you love me till my heart decays, 'cause my darling changed her mind and talks my heart online. दाजु चाहिँ पहाड चढ्दै हुनुहुन्छ यस्तो पहाड कहाँ चढ्न सकिन्छ हौ मलाई चढ पो भन्नुहुन्छ त्यही पनि म ट्राई गर्छु ल अब म पनि जान्छु दाजुको पछि बल्ल घाम लाग्यो यता कसरी आउने हौ यहाँ त बाटै छैन यस्तो त सकिन्न होला हो यस्तो बाटो हिँड्न सकिन्न होला त्यही पनि ट्राई गर्छु लोट्यो भने चाहिँ चैटो है डाँडा पाखा छ दाजु म त सक्दिनँ हो सक्दिनँ म त सक्दिनँ तेरिका कहाँ सक्नु हो कसरी जानुभयो म त नसक्ने यस्तो बाटो त्यही पनि म ट्राई गर्छु हार मान्दैन हारको पछाडि जित हुन्छ जहिले पनि ट्राई चाहिँ गर्छु ल यस्तो है यहाँबाट हिँडिराखो सो बबाल मजा आयो है आज चाहिँ धेरै दिनपछिको रमाइलो यो चाहिँ धेरै दिनपछिको रमाइलो भन्दै गोल्छातिर पसिने हो जस्तो लाग्छ गाइस धन्नै लोटेन यार धन्नै लडेन नि दाजु उहाँ पुगिसक्नुभयो दाजु म चाहिँ यहीँ छु तल कसरी पो जाने हो अत्तेरिका चियापत्तीहरू छोप्दै जान पर्यो दामी हो रमाइलो गर्नुपर्छ जिन्दगीमा पहिलोचोटि हो चढ्न पो सकेन ट्राई गर्छु बिजै रहे कताबाट जानुभयो र वहाँ माथि पुगिसक्नु भयो यार पुरै यस्तो हुस्सो छ यार कसरी भिडियो बनाउने हो हुस्सै हुस्सो छ जान चाहिँ नसकेला जस्तो छ म चाहिँ जहाँ आइयो अलिकति भयो नि माथि आइयो है यस्तो कसरी चढ्ने हो र यस्तो बाटै छैन वहाँ माथि पुगिसक्नु भयो बाटो साटो माले
अलि यताबाट ट्राई गर्नु पर्यो लोटे भने त काट्छ फेरि लोटे भने काट्छ गाइस सुरुङ छ सिद्ध बाबाको सुरुङ होला त्यो केपी ओलीले खनेको हो कि बनाएको के हो भन्ने हल्ला थियो चिया बगानमा खिच्न पर्यो हो त्यो पनि सकिन्छ कि नै ए गाइस धन्नै लडेको धन्नै चढ्न चाहिँ चढ्छु ल सो यस्तै छ भिडियो हेर्दै जानु चिया बगानमा खिच्न त हुन्न के रे त्यो पनि खिचौँ अब के होला र गाइस सो भिडियो चाहिँ अब यति नै हुन्छ जस्तो लाग्छ किनभने जताततै त्यही छ चिया कति चिया हेर्नुहुन्छ र जाडो भए पो मजा आउँछ सो अब भ्लग चाहिँ यति नै भ्लग चाहिँ भरे राति 7-8 बजीतिर आउला म त पुगेन नि हो चढ्नै सकेको छैन म त सो गाइस भ्लग चाहिँ यति नै हो हेर्दिनु माया गरिदिनु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला